यहाँ हेर्नुहोस् मेरो बाइसेप यतिको भएछ। आज भोलि जिम गर्दैछु र भर्खर सिफ्ट खत्तम भएर चाहिँ रुममा आइपुग्यो हो। र यो हो रोशन आसामबाट र यो चाहिँ कृष्ण हो, यो पनि आसामबाटै हो। अनि म र कृष्ण चाहिँ रुममेट। सो हामी 3 भाइले अस्तिदेखिको प्लान गरिरहेको थियौँ चोर बजार जाउँ, चोर बजार रुम घुमौँ भनेर। म पहिला पनि एकखेप गएको थियो र फेरि जाउँ अरे घुम्नु हेर्नु। पहिला चाहिँ मलाई भाडा दिइहाल्नुपर्छ किनकि यो मेरो काम हो होइन। काम आफ्नो आफ्नो छ यहाँ। जस्तो कि उनीहरूले खाना बनाउँछ अफिस जानुभन्दा अगाडि, म चाहिँ आएर भाडा दिन्छु। एउटा टाइम पनि हुनु आँट्यो हो। पालो पिलो सबैले लुगा लगायो, त्यहाँबाट चाहिँ टक्कै टाइम पनि भयो। अब चाहिँ गयो भने मेट्रो खुलिरहेको हुन्छ क्या। अन्त हामी पाउने 6 बजीतिर निस्क्यो बिहानको। अनि बाहिर चाहिँ यति चिसो हावा आइरहेको थियो। कृष्णले चाहिँ फेरि ज्याकेट लगाएको छैन हेर्नुहोस्। अनि अगाडि हिँड्दा 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 बल्ल बल्ल टोटो पाएँ र चिसो चिसो हावा खाँदै हामी पुगे एमजी मेट्रो स्टेसन। र फोनबाटै टिकट काटेर हामी पुग्यो माथिपट्टि र हाम्रो मेट्रो पनि आइपुग्यो। र यहाँ सन्डेको दिन चाहिँ यस्तो भिड हुन्छ कि यहाँ र यसलाई सन्डे मार्केट पनि भनिन्छ। यो चाहिँ जामा मस्जिदमा लाग्छ र लाल किल्लाको अपोजिट साइडपट्टि लाग्छ यो चाहिँ। अनि यहाँ सामान चाहिँ तपाईँले जे सोचेको सबै कुरो पाउँछ यहाँ सामान। यहाँ चाहिँ पुरै सेकेन्ड ह्यान्ड सामानहरू पाउँछ। कोही कोही बेला यस्तो लाग्छ कि साला आफूले पनि कुछ सेकेन्ड ह्यान्ड सामान लिएर यहाँ दोकान थाप्नु जस्तो मलाई। यो टिम्बरल्यान्ड जुत्ताहरू यति महँगो हो तर यहाँ 1000-1500मा पाइहाल्छ। र नहुने नसोचेको सामानहरू पनि पाइन्छ नि, जस्तो कि यहाँ हेर्नु यो टेररिस्टवाला फोन पनि रहेछ यहाँ। आजभोलि त यो यस्तो फोन देख्ने बित्तिकै टेररिस्टको याद आउँछ। सबै थ्रिफ्ट, जाडोको कपडा किन्दाखेरि अलिकति महँगो पर्छ र यहाँ आजभोलि अलिअलि महँगै छ। हार्डवेयरको सामान धरि पाउँछ यहाँ हेर्नुहोस् न हो। ड्रिलिङ मसिन भयो होइन, यो हेर्नुहोस्। तर यहाँ चाहिँ मलाई सामान अलिक युनिक लाग्यो हेर्नुहोस् न हो। अब रक्सीको खाली बोतल कसले किन्छ, भोड्काको के थाहा किन्छ पनि होला होइन, तर मलाई अलिक एक्स्ट्रा लाग्यो क्या यो चाहिँ। लु हेर त ब्याङ्कबाट सिधै चोडेर ल्याएर आएछ यहाँ यिनीहरूले। भाग्य राम्रो हुनै हाले त यहाँ दामी दामी सामान पाउँछ नि, विथ सिल्ड, चार्जर, राइडिङ ज्याकेट्सहरू भयो, ज्याकेट्सहरू भयो, कति हो यहाँ त फेला फेला। अब चाहिँ हामी बाहिरको तर्फ निक्लिँदै गरेको हो। भिड हेरिहाल्नुहोस्, यस्तो भिड हुन्छ बङ्गलादेशी टाइपको लाग्छ। अनि यस्तो हिँड्ने बेला चाहिँ हो, यति बेला चाहिँ पुरा ध्यान दिनुपर्छ। गोजीमा पछाडिबाट हालेर निस्किदिने होला, यस्तोमै सिन हुन्छ क्या। अरे नभन्नुहोस् यहाँको मान्छेहरू यस्तो भिडमा पनि स्कुटी बाइकहरू हाल्छ कि यस्तो चुतियाहरू छ कि यहाँ। बल्ल आइपुग्यो यार मेट्रोको तिर। भोक लागिरहेको बेला यो कुकिज भेटाएँ त, 3टा जस्तो कुकिज हान्दे। अनि कुकिज खाँदै थिएँ त अगाडि हेरेको थिएँ एउटा चिज देखेँ क्या मैले। यो देखेर चाहिँ मलाई लाग्यो क्या म मात्रै दुनियाँमा गरिब छुइनँ रहेछ। धुलै धुलो खानु आएको जस्तो पनि भएको छिन् त, पुरा धुलै धुलो। त्यहाँबाट हामी बाहिर आएर चाहिँ घरतर्फ लागे। सो सी यू गाइज इन नेक्स्ट भिडियो।